मा यो देखिरहेको चाइल्ड कति क्युट एन्ड इनोसेन्ट छ है। तर यो चाइल्ड जति इनोसेन्ट र क्युट तपाईँले देखिराख्नु भएको छ नि त्यति नै खतरनाक छ। यो बच्चीले कतिजना मान्छेहरूको हत्या गरेको छ भनेर सुन्नुभयो भने तपाईँ चौकिनुहुन्छ। तपाईँलाई अचम्म लाग्छ कि ती सानो बच्चाले यति धेरै मान्छेहरूको हत्या कसरी गरे होला भनेर। यो नानीलाई 9 वर्षको उमेरमा एकजना कपलले एडप्ट गर्छ होइन, किनभने उनीहरूको रिसेन्टली एउटा छोरीको डेथ भएको हुन्छ नि। यो नानीलाई एडप्ट गरिसकेपछि चाहिँ यो विभिन्न घटनाहरू, रहस्यमय घटनाहरू त्यो घरभित्र घट्न थाल्छन् होइन। 9 वर्षको बच्चाले यति धेरै कुराहरू कसरी गर्न सक्छ होला, क्यान इमेजिन द्याट। तर सबैभन्दा ठुलो रहस्य के छ भन्दाखेरि यो जो बच्चा हो, यो बच्चाको उमेर 9 वर्ष होइन, तर यो एउटा 32 वर्षको आइमे हो। यस, यो एउटा 32 वर्षको आइमे हो जो एउटा बच्चा जस्तो देखिन्छ। अनि यो आइमेले अहिलेसम्म धेरैजनाको लाइफमा गएर धेरैजना फ्यामिलीहरूको लाइफ बर्बाद गरिसकेको छ। एन्ड दिस इज अ मुभी कल अर्फन। तर यो मुभी इन्सपायर भएको थियो एउटा रियल लाइफ स्टोरीबाट। एन्ड द्याट स्टोरी इज सो ब्याड, सो ग्रुसम। तपाईँहरूलाई खत्रै हिम्मत चाहिन्छ है रियल स्टोरी सुन्नको लागि चाहिँ। यदि तपाईँहरू चाहनुहुन्छ भने त म रियल स्टोरी तपाईँहरूलाई एक्सप्लेन गर्न सक्छु, र यो मुभी हेर्न चाहनुहुन्छ भने यो मुभीको नाम हो अर्फन। अनि इट्स भेरी इन्ट्रेस्टिङ मुभी, यु क्यान वाच द्याट।